अरू म चाहिँ अहिले यो चाहिँ देखिरहेको राप्ती राजमार्ग होइन, यता पनि राप्ती राजमार्ग छ। अब यो छत्रेश्वरी गाउँपालिका अन्तर्गतको यो शिवधाम रहेको छ यहाँ। हो बिस्तारै बिस्तारै प्रवेश गर्दैछु यहाँ है कि रक प्रवेश गर्दैछु बिस्तारै। एकदम धाम छ होइन गाइजहरू। यो एकदम सुन्दर शिवको मूर्ति, महादेवको मूर्ति रहेको छ। चारैतिरको दृश्य हेर्न सक्छौँ हामी, एकदम रमाइलो छ है, एकदम रमाइलो दृश्यहरू। एकदम बर पिपल पनि एकदम उसमै बसेको छ। पवित्र धाम यो सम्झनामा तेजबहादुर बोहरा र स्वर्गीय आमा हरिकुमारीको सम्झनामा यो बनाउनु भएको रहेछ सन्त कुमार बोहरा र श्रीमती सुशीला कुमारी बोहराले। हेर्न सक्छौँ हामी यताबाट पनि। यहाँ चाहिँ यो बिदाको दिनमा यस्तो खुसी लाग्ने गर्ने गर्दछ। भिडियोहरू बनाउने यो गर्ने एकदम रमणीय दृश्य रहेको म जानकारी गराउन चाहन्छु। जङ्गलको बिचमा टक्क यता जान सक्छौँ हामी। यो घरको बुट्टा छ र आश्रम भवन पनि रहेछ यहाँ, आश्रम भवन पनि रहेछ होइन। निकै खुसी लाग्ने गर्दछ यहाँ। महादेव, हर हर महादेव। त्यस्तो छ पहरा। अहिले पूजा आरती बाल्ने काम चलिरहेको छ जस्तो लागेको छ मलाई चाहिँ होइन। यो राप्ती राजमार्गमै निस्किन्छ बाहिरबाट दृश्य देख्न चाहन्छु। पूर्वसी आफ्नो 26 गते शिवम